यो जडीबुटीले भरिपूर्ण भएको काली न्युरो टिप्नको लागि हेर्नुस् है कस्तो भिर पाहा पहेरामा गएर दुःख गर्नुपर्छ भन्ने कुरा चाहिँ मैले यस भिडियोमा देखाउँदैछु। राम्रोसँग हेर्नुस् है। हातमा प्लास्टिक लिएर म चाहिँ मिसनतर्फ लागे। घाम पनि के साह्रो चर्को लागेको थियो। अब यतिको सेफ्टी त अपनाउनै पर्यो नि। फेरि यता हेर्नु न कस्तो राम्रो अर्ग्यानिक खानेकुराहरू पाइन्छ कि गाउँमा आइसकेपछि। यसलाई चाहिँ हामीले गाउँघरमा चाहिँ हरियो नस्पति भनिन्छ। अब असार लागिसके आउनुहोस् है खाना, नत्र भने सकेला है। 2-4 खुट्टे बाँदरहरूले राख्दैनन् नि यतातिर त। न्युरो टिप्ने भनेर जङ्गलतर्फ त प्रवेश गरियो। यत्रो जङ्गल चार्दा भिरमा हिँड्दा 1-2टा भन्दा पाइएकै थिएन। अब यत्रो ठुलो प्लास्टिक भर्न सक्न चाहिँ गाह्रै होला जस्तो छ है। मुस्किलले एकमुठी चाहिँ पुर्याउन सफल भएको थियो। न्युरो फेरि यस्तो ठाउँमा लुकेर बस्दो रहेछ। यस्तो ठाउँमा फेरि यस्ता खतरनाक चिज पनि हुँदो रहेछ नि। यसको पनि दर्शन गर्न पाइयो। तर हजुरहरू चाहिँ बी केयरफुल है। यताको भेगमा त खासै न्युरो पाइएन भनेर जम्प हानेर उताको खोल्सामा गएको। त्यताको भेगमा पनि खासै न्युरो चाहिँ मैले भेटिनँ। यत्रो वन पाखा चारेर मैले कति फाइनल कलेक्सन गरेछु भनेर रोडमा आएर हेरेको। प्लास्टिक त के भरि नि इति नि भएको रहेनछ। अब फेरि मिसनमा लागेपछि भर्नु त पर्यो नि भनेर फेरि लागे। तिर्खाले पनि साह्रै अत्ताएको थियो। यता फेरि नेचुरल फ्रिजको वाटर मस्त रूपमा बगेको देखिहालेँ। अनि यसो पिइदिन पर्यो भनेर लागेको। कति मिठो पानीको टेस्ट। अब प्लास्टिक भर्न त त्यस्तै हो। काली न्युरोले यो एरियामा पाइँदैन। अब पानी न्युरोले भयो नि प्लास्टिक चाहिँ भर्छु भनेर लागेको। ब्याक टु ब्याक एक मुठी बनाइसकेँ मैले। एकछिन चाहिँ कलकल बगेको खोलामा शीतलपन लिए। हेर्नु न माथि निलो आकाश, तल खोला बगेको। आहा यो सिन त बबाले लाग्यो मलाई त। त्यसपछि चाहिँ मैले पानी न्युरो र काली न्युरो दुइटै मिसाएर प्लास्टिक चाहिँ भरेर आजको मिसन चाहिँ कम्प्लिट गरेँ। हजुरहरूलाई भिडियो मन पर्यो भने चाहिँ फलो गर्नुहोला।